Hey guys, it's winter hours, second day of journal life in Nepalgञ्ज. It's cold outside hey guys, तर भित्र चाहिँ जोस छ. यो मेरो आज मर्निङ रुटिन हो. मैले चाहिँ चना चाहिँ मेरो प्री वर्कआउटको लागि मैले पहिले साँझ भिजाइ राख्छु. चना उता भिज्दै गरेको थियो, यता चाहिँ म फ्रेस हुँदै गरिरहेको छु. एन्ड देन म फ्रेस हुनुन्जेल चना उम्लिरहेको छ अनि फ्रेस भएर म चाहिँ मेरो बेडसिट मिलाएर अनि मेरो चनाहरूलाई प्याक गरेर मेरो सामानहरू प्याक गरेर म लाग्छु मेरो जिमतर्फ. हिजो चाहिँ मसँग स्कुटी थिएन किनकि मैले मेरो साथीले चाहिँ आज मसँग स्कुटी छ है गाइस. अस्ति गरेर म चाहिँ अब जिम पुगेँ एन्ड हियर वी गो. मेरो पनि आज सेम एज युजुअल रिसेप्सनिस्टमा काम थियो, नानी थिएन नि त्यसैले रिसेप्सन काम हेरेको थिएँ. रिसेप्सनको काम सकेर म लाग्छु मेरो सेटतर्फ. वार्मअप गरेँ, वार्म सकिसकेपछि मेरो हात थियो चेस्ट प्रेसको आने मैले म्याक्स सेट एन्ड इन्क्लाइन बेन्च प्रेसको म्याक्स सेट सकाएर यो चाहिँ थियो मेरो वार्मअप सेट सकाएर म घरतिर लागेर मैले मेरो आफ्नो पिर वर्कआउटमा चाहिँ मैले सोया चङ्क बनाउँछु है, 50 ग्राम सोया चङ्क. सबै सेट सकाएर म लाग्छु साँझ फेरि ड्युटीतिर रिसेप्सनको काम सकाएर मेरो आज वक 10,000 स्टेप पुरा गरेर एन्ड देन फेरि लास्टमा मैले आज कुल डाउन गरेर आजको दिन मेरो यही समाप्त. सो दिस इज माई लास्ट पोजिङ भिडियो. आजको मेरो फिजिक्स यही थियो गाइस. थ्याङ्क्स फर वाचिङ एन्ड थ्याङ्क्स फर लभिङ.